हेलो एभ्रिबडी। सो आज चाहिँ मेरो हेयर स्टाइल गर्दैछु हैन। लाइक यत्तिकै बोर लागिरहेको थियो, जहिले पनि एउटै हुन्थ्यो नि त मेरो हेयर स्टाइल हैन। हजुरहरूले कतिको नोटिस गर्नुभएको छ, मेरो जहिले नि एउटै हुन्थ्यो क्या बोर लाग्यो। अनि फेरि केही गरौँ न भनेर मलाई चाहिँ हेयर स्टाइल आउँदैन है, आउँदैन हैन। हल्का त्यो नर्मली स्कुलमा बाटेर जान्थ्यो नि हामी, हो त्यस्तो टाइपको मात्र बाट्न मात्र आउने केही पनि आउँथेन। अहिले चाहिँ म हल्का हल्का आइडियाहरू भइरहेछ कि इन्स्टाहरू टिकटकहरू भिडियोज हेरेर केही आइडियाजहरू भइरहेछ। म बिस्तारै क्रिएट गर्छु अनि हजुरहरूलाई त्यो नेक्स्ट भिडियोमा पनि देखाउँछु है। आज चाहिँ मेरो हेयर वास डे थियो हैन। वास गरेर मैले सेरम लगाएँ अनि यसरी बाटेँ हैन, टकटक गरेर यसरी बाटेँ। अनि त्यसपछि मलाई चाहिँ त्यो टाइट मन पर्दैन हैन, अलिकति लुज फुक्न आँटेको टाइपको मनपर्छ क्या। त्यही भएर मैले चाहिँ यो बाटिसकेपछि हल्का हल्का तानिदिन्छु कि हैन, यसरी तानिदिन्छु अनि हल्का हल्का लुज देख्छ कि, अनि कस्तो राम्रो पनि देख्छ जस्तो लाग्छ कि मलाई। हुन त सबैको आफ्नो आफ्नो चोइस हो हैन, मलाई चाहिँ यस्तो मनपर्छ क्या। त्यही भएर मैले चाहिँ यसरी जहिले पनि तानिदिन्छु यसरी बाटेको बेलामा हैन। अनि त्यसपछि मैले यो के भन्छ बट्टामा मेरो हेयर क्लिप्सहरू राखेको थिएँ कि सबै एकै ठाउँमा हैन, भेट्दैन कि हराई घरि कता हराउँछ घरि कता हराउँछ हैन। त्यही भएर त्यो एउटा बट्टा खाली थियो अनि यस्तो क्युट बट्टाहरूमा मैले चाहिँ यसरी राख्छु कि। अनि इयररिङ्सहरू भयो अरू त्यो भिडियोज पनि म देखाउँला हैन। सो के अरे यो रेड कलरको धागो छ नि साथीहरू, यो चाहिँ मैले एउटा मेरो डलमा थियो कि हैन, घाँटीमा यसरी त्यसलाई लाइक के भन्छ हैन स्टाइल गरिदिएको थियो कि हैन। अनि मलाई त्यो धागो देख्न बित्तिकै कस्तो राम्रो लागेको कि त्यो हैन, हेयर स्टाइल गर्न सकिन्छ कस्तो, त्यो हेर्न बित्तिकै त्यस्तो भाइब्स आयो कि हैन, कस्तो प्रिटी लागेर क्युट लागेर। अनि मैले त्यसलाई निकालेँ हैन। अनि लाइक यो चाहिँ हैन त्यस्तो देख्दैन नि त, आई मिन कपालमा स्टाइल गर्ने टाइपको नि देखिन्छ कि, लाइक रबर ब्यान्डहरू हैन पोनीटेलहरू के। अनि फेरि त्यो निकालेर मैले यसरी स्टाइल गरेको हो कि। कस्तो राम्रो लाग्यो क्या मलाई हैन। फेरि रेड कलर भनेपछि हैन कस्तो राम्रो देखिन्छ नि त, लुगाहरू हैन सबै कुरा रेड भनेपछि राम्रो देखिन्छ कि। रेड मरुन चाहिँ मेरो अहिले फेभरेट भइरहेछ कि। सो त्यही भएर मलाई अति मन परेर निकालेर यसरी स्टाइल गरेको हो। के अरे हजुरहरूलाई यत्तिकै अगाडिको कपाल चाहिँ हैन जसरी मेरो छ नि त्यो यत्तिकै छोडिदिँदा पनि हुन्छ, नभए यसरी क्लिप लगाएर हैन लगाउन पनि सक्नुहुन्छ कि। मलाई चाहिँ क्लिपले झन् क्युट देखियो कि भनेर मैले यसरी लगाएको हो। अनि हल्का क्लिप्स पछि हैन लाइक अगाडि